आज म तपाईहरुलाई एउटा जेन्ट्स स्वेटर हाफ स्वेटर मैले कम्प्लिट बुनेर सकेको छु। यसको प्याटर्न तपाईहरुलाई बुनेर देखाउँदै छु है। यो चाहिँ 12 रोमा डिजाइन कम्प्लिट हुन्छ है। फर्स्ट रो मैले पुरा बुनेर ठिक्क पारेको थिएँ। दुई फन्दा उल्टा, चार फन्दा सुल्टा बुन्ने। यसरी नै बुन्दै जबसम्म 12 रोज हामीले बुनिँदैन तबसम्म यसरी नै बुनिराख्ने। यसरी नै दुई फन्दा उल्टा र चार फन्दा सुल्टा बुन्दै यसको डिजाइन बन्छ। यसको उल्टा साइडमा सबै उल्टो बुनेर कम्प्लिट गर्ने। यसरी नै बुनेर 12 रोजसम्म यसरी नै बुनिराख्ने। ट्वेल्भ रो कम्प्लिट भइसकेको छ। अब डिजाइन चेन्ज गर्नुपर्छ। यसमा राम्रो ध्यान दिएर हेर्नु होला। फर्स्ट भन्दा स्लिप गर्ने, ट्विस्ट गर्ने। यो दुईटालाई चाहिँ ट्विस्ट गर्ने। अगाडिको फन्दा सुल्टा फन्दालाई अगाडिबाट ट्विस्ट गर्ने। अब टु फन्दा धागो अगाडि पार्ने, टु फन्दा उल्टा। अब धागो पछाडि बनाउने। अब यो उल्टा फन्दा र सिधा फन्दालाई ट्विस्ट गर्ने। यसरी दुईटा फन्दा अर्को साइड र एक साइडबाट ट्विस्ट गर्दाखेरि त्यहाँनिर चारवटा फन्दा बन्छ। त्यो चाहिँ डिजाइन स्टार्टिङ हुन्छ, सुरु हुन्छ है। धागा अगाडि लिने, दुई फन्दा उल्टा, धागा पछाडि लाने। अब फेरि एक फन्दा उल्टा एक फन्दा सुल्टा छ नि त्यसलाई ट्विस्ट गर्ने। अर्को साइडबाट पनि ट्विस्ट गर्ने। यसरी नै डिजाइन स्टार्टिङ हुन्छ अनि 12 रोज पुगेपछि चाहिँ एउटा डिजाइन कम्प्लिट हुन्छ। यसरी नै निरन्तर दियो भने यो प्याटर्न तपाईहरुलाई पनि बुन्न सजिलो हुनेछ। लास्टमा दुई फन्दा छ त्यसलाई सिधा बुनिदिने, सुल्टो बुनिदिने। रङ साइड उल्टापट्टि सबै उल्टो बुनेर कम्प्लिट गर्ने। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नु होला। नेक्स्ट भिडियोमा फेरि भेटौँला। बाई।